साथीहरु फाइनली म चाहिँ रेडी भइसकेँ। सहारा चाहिँ वहाँ एकजना यहाँ। हेलो साथीहरु, स्वागत गर्न चाहन्छु ओमा सागर युट्युब च्यानलमा। सबैजना आराम कुशल मङ्गलै हुनुहुन्छ होला। फेरि पनि उपस्थित भइसकेको छु। अब चाहिँ भने म तपाईहरुलाई मेरो फाइनल कुरा भन्न लागिरहेको छु। वास्तवमा मिस्टर लामा आउने कुरा चाहिँ केही पनि होइन, मैले यसो भनेको मात्र हो। काठमाडौँ किन आउँदैछु त भन्ने कुराको बारेमा चाहिँ के हो भन्दाखेरि, वास्तविक कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ साथीहरु, मिस्टर लामा त 6-7 महिना मात्रै भयो नि त जानुभएको। तर मेरो म काठमाडौँ आउनुको रिजन चाहिँ एउटा भनेको घुमफिर गर्न, डुल्न। कोही कोही बेला मान्छेलाई होइन धेरै समय भयो नि त मैले सहारा भइकन त्यस्तो घुम्ने ओर्ने कहीँ गरेको छुइनँ। अनि अर्को कुरा भनेको चाहिँ तपाईहरुमाझ म नयाँ प्रस्तुति, नयाँ कोसेली लिएर आउँदैछु भन्ने मतलब थाहा पाउनुभयो होला। म चाहिँ रेकर्डिङको सिलसिलामा चाहिँ काठमाडौँ आएको हो। गीत रेकर्ड गर्नको लागि चाहिँ काठमाडौँ आएको हो। मेरो चाहिँ 2टा गीत रेकर्ड हुँदैछ यसपालि चाहिँ, एउटा हावा अनि एउटा चाहिँ समय। आज चाहिँ म प्र्याक्टिसको लागि जाँदैछौँ। भान्जी म यहाँ भान्जा पनि हुनुहुन्छ। प्र्याक्टिसको लागि हामी एकछिनमा पुतली सडकको सिभिल मल कि खोइ के भन्ने मलमा चाहिँ बोलाउनु भएको छ। हाम्रो एरेन्जर दाई कृष्ण लिम्बू, यहाँहरूले चिन्नु नै भएको छ होला। उहाँलाई चाहिँ तपाईँहरूले नेपाल आइडल, भोइस अफ नेपालमा पनि त्यो गिटार बजाउनेमा चाहिँ देख्नु भएको होला। उहाँबाट नै मैले पहिला पनि चन्द्रमा गीत चाहिँ गरेको थिएँ र यसपालि चाहिँ म हावा र समय चाहिँ गर्न लागिरहेको छु हैन। अब यसको फाइनल भिडियो आउट चाहिँ अब हुन टाइम नै लाग्ला, 1-1.5 महिना त लागि नै हाल्छ हैन। तर म आज आउनुको मुख्य रिजन चाहिँ, काठमाडौँ आउनु मुख्य रिजन चाहिँ के हो भन्दाखेरि गीत रेकर्डिङको लागि हो साथीहरु। सो अब म चाहिँ रेडी हुन्छु। सहारालाई पनि लगभग रेडी बनाइसकेको छ। अब हेर्दै गर्नु, हामी रेडी भएर उपस्थित हुन्छौँ है त। सो साथीहरु फाइनली म चाहिँ रेडी भइसकेँ। सहारा चाहिँ वहाँ एकजना यहाँ भाइ भान्जा हुनुहुँदो रहेछ। ऊ भान्जासँगै पछ्याएर तल गइसकेको छ सहारा चाहिँ। सो फाइनल्ली म चाहिँ रेडी भइसकेँ। आज चाहिँ मेरो प्र्याक्टिस डे हो। अनि यसो अलिअलि त्यतैतिर घुमेर हुन्छ। यो चाहिँ अलिकति यस्तो भयो, अब ढिलो भइसक्यो अरे। र साथीहरु फाइनली म चाहिँ रेकर्डिङ स्टुडियो आइसकेको छु। यता भान्जी हुनुहुन्छ। यहाँ चाहिँ मेरो गीतको काम हुँदैछ। उहाँ कृष्ण दादा हुनुहुन्छ। अहिलेसम्म हामी बोल्दैछौँ। यहाँ चाहिँ मेरो काम हुँदैछ नयाँ गीतको। सहाराले चाहिँ यहाँ डिस्टर्ब गर्नु भएर यहाँ फलफुल राखिदिएको छु। सहारा उता भान्जा, यता हाम्रो ब्युटिफुल भान्जी सानु के खाएको सहारा? बस्न सक्छ गलो। सहारा बस्नु भएको गलेर भिडियो भयो होइन, स्टेप गर्दै ड्याडीले त भन्नु नि रेकर्डिङ भइरहेको छ होइन। अनि अब उतापट्टि फर्काउनु पर्यो, आफूतिर फर्काउनु। अनि लिएर तपाईँको पिम्पल त मजाले देख्ने रहेछ त। यो पिम्पल हराउने भनिदिनु पर्यो। देखियोस् कति समय बस्ने आएको पिम्पल हो। यसलाई म एकदम स्वागत गर्न चाहन्छु। यो सहारा नाचेको, हाम्रो सहारा नाची गरेको। रोमनको छ नि त गिटार बजाउने। छोरी मेरो सपना पुरा हर्सेस अलि फेमस हुन्छ होला मेरो छोरी। अब अलि किनभने मैले गर्न खोजेको बेलामा पाइनँ, उसलाई त म गर्न दिन्छु नि त।
दिन्छु नदिनु भात छ नि उसको बुबु बुबु मात्रै खानु न अब समय सुन्नुहुन्छ समय सुन्ने हाम्रो पनि भोलि पनि हामीले चाहिँ प्र्याक्टिस पनि गऱ्यौँ मैले अघि तपाईँहरूलाई भनेको नि थिएँ हाम्रो के भन्नु अरेन्जर मेरो गीतको अरेन्ज गर्नुहुने दादा कृष्ण लिम्बू दादा स्वागत छ तपाईँलाई मेरो भ्लगमा थ्याङ्क यू भेरी मच लु मेरो छोरी चाहिँ मानिरहेको छ बाबा यस्तै गीतको छोरी छ कस्तो लागिरहेको छ दादा मेरो गीतहरू एकदम राम्रो छ अनि हामीले धेरै टाइम लगाएर पनि गरिरहेछौँ हजुर र यसको गिटार सेसनहरू चाहिँ सबै हाम्रो लुमनी स्थापित भाइ अहिले कृष्ण गुरुङसँग ब्यान्डमा पैसा सबै हेऱ्यो उसैले सबै हेऱ्यो अघि उहाँ हुनुहुन्थ्यो तर मैले उहाँको भिडियो चाहिँ गर्न पाइनँ मैले भोलि हुनुहुन्छ उहाँ अनि भोलि चाहिँ उहाँलाई म देखाउँछु साथीहरू मेरो ब्लगमा मैले योभन्दा अगाडि चन्द्रमा पनि दादासँगै गरेको थिएँ अनि अब यो सेकेन्ड टाइम हो मेरो दुईवटा जम्मा यसरी दुईवटा गीत रेकर्ड हुँदैछ एउटा पप अनि एउटा चाहिँ कस्तो सेमी के भन्नुहुन्छ तर हामीले हिजो पनि सल्लाह गरेर थियो लुकन गिटारिस्ट र मैले अरे कसरी कसले गरेको कम्पोज भन्दै थियो क्या भाइले अनि हुमा पहिलेले गरेको भनेको कट प्रोग्रेसन कसरी पुर्यायो भन्दै थियो क्या अब त्यो चाहिँ एक्स्ट्रा एउटा स्किलै भनौँ न बहिनीको त्यो सेन्स चाहिँ एकदमै राम्रो छ त्यो प्रोग्रेसनहरू जस्तो एउटा राम्रो म्युजिसियन गिटारिस्टहरूले मात्रै त्यसरी चेन्ज गर्न सक्छ क्या त्यसरी प्रोग्रेसनहरू तर बहिनीले केही नबजाए त्यो इन्स्ट्रुमेन्टको मतलब हुन्छ नि त्यस्तो सेन्स नभए पनि त्यो थाहा छैन मलाई तर त म आफै कहाँ पुरा ठ्याक्कै ल्याउनु त्यो चाहिँ खतरा हो त्यो कुरा गरिरहेको छु खोइ दादाले मलाई प्रशंसा गर्नु मैले मात्र भनेको होइन जस्तो काम गर्दा अरूले पनि भनिरहेको हुन्छ खासमा थ्याङ्क यू दादा खोइ अब हेर्नु साथीहरू गर्दैछु गर्न चाहिँ मेरो सानैदेखिको सपना थियो तर पनि अब अलिअलि पुरा गर्नु पर्यो नि त एकदम ल सक्सेस होस् हाम्रो तर्फबाट एकदमै सफलताको शुभकामना धन्यवाद दादा ल अब भोलि चाहिँ हामी रेकर्डिङ गर्दैछौँ हाम्रो दादाको नि युट्युब च्यानल छ गएर हाम्रो दादा त फेमस हो पुरै भोइसमा नि हुनुहुन्छ तपाईँहरूले यदि कृष्ण दादालाई पहिला नोटिस गर्नुभएको छैन भने भोइस वा नेपाल आइडलमा गिटारमा बजाउनेमा हेर्नु होला उहाँलाई तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ मैले पनि पहिला त अब नोटिस गरेको हुँदैन रहेछ क्या यो पछाडि है हुनेलाई तर खासमा चाहिँ आफूले काम गरेपछि चाहिँ अनि कृष्ण दादा हुनुहुन्छ सुन्नु न भनेर नेपाल आइडल आउने बित्तिकै म हेर्छु क्या अनि बज्जै राख्नुहुन्छ दादाले ल साथीहरू अब आज अब एकछिनमा सानोलाई चाहिँ नानीलाई चाहिँ यसो सिभिल मल घुमाउन लाने भनेको त्यही भएर अब हामी चाहिँ प्र्याक्टिस पनि गरिसक्यौँ अब चाहिँ जाने यो उता हेर्नु न सबै पोखाइदियो बहिनीको अहिले युट्युब च्यानल कतिको उयो कस्तो छ मैले दादा युट्युबमा नि मैले चलाएको छुइनँ भ्लगहरू पनि त्यति गरेकै छुइनँ मेरो सिल्भर बटन आउन आँटेको छ हो र 6-7 अस्ति त 79,600 भएको थियो कति आउँछ त्यो 100K 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 उनाडो सब्स्क्राइब अस्ति हुन्थ्यो होला नानी भएर भनेपछि मोनिटाइज त पहिल्यै भइसक्यो पहिल्यै भएर पैसा पनि निकालेँ मैले पनि होइन भन्ने लाग्थ्यो तर हुँदो रहेछ होइन कस्तो हामी त कहिलेकाहीँ यस्तो त्यो के अरे यस्तो डिजिटल प्लेटफर्ममा हामी कस्तो हुनै छैन क्या म्युजिसियनहरू आफ्नो काम गर्यो फर्क्यो हुनुपर्छ अहिलेको सबै इन्कम सोर्स चाहिँ त्यही हो त्यो हामीहरू चाहिँ सिभिल मलमा आएको छौँ साराले चाहिँ उसको दादालाई यति सारा कस्तो पटाउनु भएको डराउनु त छैन हौ मेरो छोरी त डराउनु त 1 रुपियाँको पनि छैन त उता जाने अरे अघि लिफ्ट चढेर आएको त्यही जाने भन्दैछ माइ गॉड यो अब मोबाइल देखाइदिन्छु मोबाइल लु जानु लु भान्जी रे यो त डराउँछ यो चाहिँ यस्तोमा आउँदो रहेछ है साथीहरू भोक लागेर मर्न आँट्यो अनि त एउटा पहिला खाजा खाएर मात्र अनि नाति नानीलाई खेलाउनु सानो
उसको दिदीले उहाँ माथि पुऱ्याएर लिएर आउनुभयो उहाँ हाल्नु न उहाँ न पुत्रुङ पुत्रुङ हिँडेको फेरि कस्तो नडराउने केटी हो साथीहरू सिभिल मलमा चाहिँ आएको होइन यहाँ चाहिँ हाम्रो मिस्टरलाई मैले त्यहाँ नानीहरू खेलेर खाउँछ भनेर गएको के को नानी चाहिँ होइन बुढो बाजेहरूले खेलेर खाउँछ रहेछ भनौँ न अलिक ठुलोहरूले खेल्ने मात्र रहेछ क्या सारा चाहिँ उतातिर जानुभएको छ अनि त्यही हो साथीहरू अब मेरो चाँडै नै नयाँ कसैले आउँदैछ कतिजना एक्साइटेड हुनुहुन्छ होला इन्तजार गरेर बस्नुभएको भए सम्पूर्णलाई धन्यवाद अनि उहाँ देखिरहेको हुन्थ्यो यस्तो यो बुरुक बुरुक उचालेर खेल्ने यो चाहिँ यहाँ रहेछ सारा चाहिँ कता गएको छ थाहा छैन यस्तो यस्तो रहेछ मान्छे चाहिँ त्यहाँ बसिराख्नुपर्छ सो आजको भ्लग चाहिँ यहीँ अन्त्य हुन्छ गुड बाई तारा तारा एक्लै